अब चाहिँ लगभग लाइटको काम चाहिँ 3rd फ्लोरमा चाहिँ कम्प्लिट हुन लाग्यो। यहाँ आज सिलिङको पनि यहाँ ल्यायो। यो जुन तारा भएको लाइट लगभग अब चाहिँ लगभग है हाम्रो 3rd फ्लोरको लाइट चाहिँ कम्प्लिट हुन आँट्यो। यो सिटिङको आज लगाइसक्यो भने अब यहाँ डाइनिङ टेबलको पनि आज लगाइसक्यो। अब यहाँ आइल्यान्डमा बाँकी छ, त्यसपछि यहाँ किचनमा बाँकी छ, त्यसपछि चाहिँ हाम्रो 3rd फ्लोरको चाहिँ लगभग लाइटको काम सिद्धिन्छ। अनि यहाँ बेडरुममा चाहिँ के भयो भने बेडरुमलाई थालिङ गरेछ यो सेसेमा योहरू त्यो गर्नु यहाँ लगाइयो लाइट। अब कोब लाइट लगभग लगाइँदैन नै होला। अनि यहाँ मिरर हुन्छ, यहाँ लाइट बाँकी छ। अब लगभग 3rd फ्लोरमा चाहिँ लाइटको काम चाहिँ लगभग कम्प्लिट गर्यो है, होइन सेमिया थलङ? यो दोस्रो तला चाहिँ यो भनेको चाहिँ एउटा यहाँ बेडरुम छ। अनि यहाँ गेस्ट रुम छ। गेस्ट रुम भयो। अनि यो चाहिँ भयो बुवा र मम्मीको रुम भयो। यो बुवा मम्मी सुत्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ ठुलो रुम छ, यहाँ एउटा सानो बेड, यहाँ अझै बेड पनि आँट्छ। यो सबै गेस्ट रुम हो। अनि यता छ, यता पनि रुम छ। यहाँ चाहिँ भान्जा, यहाँ भान्जी, यो चाडा रुम छ यो दोस्रो तलामा। हेर चरा भोक लागेर पहिला हाम्रो घर बनाउँदाखेरि रुङ दिने कुकुर पर बाटोमा भेटेर लिएर आएर खाना दिएको है। मासु चाहिँ पहिला खायो। यो मासु चाहिँ सबैलाई मिठो लाग्दो रहेछ नि। अघि मासु खाइसक्यो नि, खसीको थियो